छ त होइन यो सिँढी छ त यस्तो अब यो टक टक एकचोटि फटाक्कै फलानु त फलानु त हुँदैन। ओ यस्तो खालको छ। अब हामी चाहिँ तलतिरसम्म गएर गइन्छ, त्यहाँबाट चाहिँ फेरि हामी वापस हुन्छ त। मात्रै खालको सिँढी छ त सिँढी चाहिँ ट्याक्कै यो सिँढीबाट चाहिँ हामी तल्लैसम्म आइसकेको अवस्था त साथीहरू। सिँढी चाहिँ खत्रै छ है। के अब त ट्याक्कै तिर्खा लाग्यो भने चाहिँ यो पानी खानु मिल्छ त साथीहरू। यस्तो खालको छ भनेको मलेसियाको ठाउँ हो है। यो चाहिँ बुकिट ग्यासिङ भन्ने जङ्गल हो है गाइजहरू। यो ठाउँमा चाहिँ धेरै मान्छेले नै आउँछ। बिहान बिहान झन् धेरै हुन्छ जङ्गलभित्र। अहिले चाहिँ हामी बाहिर पार्कतिर आइसकेको अवस्था। यो ठाउँमा चाहिँ घुम्नलाई धेरै राम्रै हुन्छ। त्यही हो त गाइजहरू। अब चाहिँ हामी
ट्याक्कै यो सिँढी हुँदै अघि झरेको थियो। यो झरेको चाहिँ अघि त्यहीँबाट फेरि हामी उकालो लागिरहेको। अहिले चाहिँ हामी ट्याक्कै यो चाहिँ सिँढीमा चाहिँ थाकेर बसिरहेको अवस्था होइन। सो त्यही हो गाइजहरू, यो चाहिँ भनेको ठाउँ एकदम खतरा छ होइन। यदि तपाईँहरू पनि चाहनुहुन्छ भने यो चाहिँ मलेसियाको कोलालम्पुर छेउको जङ्गल हो है। यदि आउनु चाहनुहुन्छ भने ग्राब गरेर तपाईँले आउनु सक्नुहुन्छ। खतरा छ जङ्गल चाहिँ उतातिर होइन। यो चाहिँ तेलको रुखहरू हुन्छ, तेलको रुख। अनि उतातिर चाहिँ यो तेलको रुखहरू छ। यता देख्न सक्नुहुन्छ पुरै यो माथितिर चाहिँ रुखहरू होइन, पुरै शीतल पनि छ। अनि त्यसमा चाहिँ भनेको बाहिर हिँड्दा चाहिँ छाता हुनुपर्छ, तर जङ्गलभित्र पसेपछि चाहिँ छाताहरू पनि हुनु पर्दैन है त। माथितिर देख्न सक्नुहुन्छ होइन, पुरै हरियाली जङ्गलले चाहिँ छोपेको र अनि अब हामी चाहिँ यता उकालो होइन, यो सिधा गइन्छ। त्यही हो त गाइजहरू। सो गाइजहरू है, अब चाहिँ हाम्रो चाहिँ यो पार्कबाट चाहिँ घुमफिर पछि चाहिँ हामी चाहिँ वापस हुँदै गरेको अवस्था है त। यो वरिपरि चाहिँ एकदम खतरै छ होइन, यस्तो खालको। अब यो चाहिँ भनेको पुरै भनौँ टुरिस्ट एरिया छ है त, टुरिस्ट एरिया। बिहान चाहिँ मान्छेहरू पनि धेरै चाहिँ यहाँ चाहिँ एक्सर्साइजको लागि आउँछ। हामी पनि बिहानै नै आएको, तर अहिले चाहिँ भनेको टाइम 10:30 भइसकेको अवस्था। यहाँ चाहिँ घाम पनि कडा लाग्छ है त गाइजहरू, पुरै खतरा घामले चिलिम फर्काउँछ है। त्यही हो त। अब यो पुल चाहिँ भनेको यस्तो खालको छ त गाइजहरू, पुल ठ्याक्कै अहिले चाहिँ पुलमा त ब्रोसँग। अनि अब हामी चाहिँ वापस लागौँ, अब वापस भइरहेको अवस्था है पुलबाट। त्यतातिर कहाँ जान्छ यार। अनि त्यही हो गाइजहरू, लागिँदैछ है त। तलतिर देख्न सक्नुहुन्छ पुरा यो चाहिँ भनेको तलतिर चाहिँ गाइजहरू होइन, पुरै यस्तो छ त। यो सानो खोला बगिरहेको अवस्था, पुरै जङ्गल है त, जङ्गल। सो गाइजहरू त्यही हो होइन, आजको घुमफिर चाहिँ यो पुलतिरको भयो। अरूहरू पनि भिडियोहरू चाहिँ अस्तितिर आइसकेको छ। सो यो चाहिँ आज आउँदैछ र अब यहाँ चाहिँ हामी वापस भइसकेको अवस्था र यो भिडियोलाई चाहिँ यतातिर एन्डिङ गरौँ। सो त्यही हो, नेक्स्ट भिडियोतिर भेटौँला है त गाइजहरू।